at a party last night, sipping on a drink till the vibe felt right. Then I made my way to the lights, put my hands up and I danced like Michael. What is up everybody? के छ सबैजनाको हाल खबर? के छ सबैजना सन्चै हुनुहुन्छ होला र आज म एक्लै छु. द्याट मिन्स तपाईहरुले गेस गरिसक्नु होला. डेफिनेटली इट्स गोना बी अ प्रैंक. आज कति पछि मैले प्रैंक गर्न लाग्छु है. कन्सेप्ट नि धेरै छैन, त्यहीमाथि थापाइ पनि हालिन्छ अनि बिजी पनि भइयाछ आजकल, त्यही भएर त्यस्तो टाइम लिन पर्दैन. तर आज चाहिँ एउटा इन्ट्रेस्टिङ कस्तो भन्दाखेरि हाम्रै लाइफ रिलेटेड प्रैंक लिएर आएको छु हैन. सृष्टिलाई चाहिँ अब तिमी धेरै भेज भयो, अब नन भेज हुनुपर्छ भन्न लाग्छ कि मैले. तिमीले त अब मासु खानै पर्छ टाइपले इमोसनल हुनेवाला छ. रुन्छ पनि होला. ओ माई गॉड, सरी है, सरी. कति रोन्छु म थाहा छ हैन, तर त्यही पनि बोलाउँछु म. अनि त्यसले कुरा गर्नु छ भनेर एउटा हुन्छ नि रेस्टुरेन्टले हामीलाई चिकन कम्पिटिसन बोलाएको थियो, तर तिमी भेज भएर जानै पाएन टाइपले. म राख्छु नि, बोलाइहाल्छु विदाउट एनी फर्दर डिले. ल, डु नट फर्गेट टु सब्सक्राइब. हामी 100 कि छिटो पुग्नु छ अब. ओके, लेट्स गो. तिमी नखाने? कहाँ जानु ल? मेरो लागि मिलेन. ए, तिमीसँग कुरा गर्न एकछिन आउनु. के कुरा? आउन बस न. तिम्रो लिएर आउ न. बना छैन? छैन, बनाउनु ला. बना त. हैन, एकछिन बस. बस न. हेत्तेरी के हतार र बुढी. के कुरा हो र? आउ न. मिठो छ. मिठो छ? मैले चिनी हाले छैन, कसरी मिठो भयो? मैले चिनी हालेकै छैन, कसरी मिठो भयो? म चिनी खान थाहा छैन दिदी. यो त तितो हुन्छ, तितो. मलाई त मिठो लाग्छ. के कुरा? एउटा अफर आएको थियो कि. के को अफर? त्यो एउटा रेस्टुरेन्टले च्यालेन्ज गरेर रहेछ कि. त्यो च्यालेन्ज चाहिँ कस्तो भन्दाखेरि एउटा फुल होल ग्रिल चिकन दिन्छ अनि फिनिस गर्नुपर्ने कि. अनि तिनीहरूले चाहिँ अनि तपाईँको बुढाबुढी आएर ट्राई गर्नुहोस् भन्थ्यो. मैले त अनि तिमी भेज हो भन्दै थिएँ कि. अनि ए ल ल ठिकै छ त्यसो भए भने नि तिनीहरूले त्यही भन्नु लाग्थ्यो. ए हो के त? अनि कति न ठुलो कुरा त्यसरी बोलाएको त. ठुलो कुरा होइन नि, जे भयो नि. अनि सोध्न नि मन थियो कि कहिले खानु हो तिमी मासु? कहिले नखाने? बुढा तिमीले के भन्छ? मासु र आँखा गरेछ? खानै मन छैन. ल के सोधिरा हो र? अनि पछि प्रेग्नेन्ट भएपछि त चाहिन्छ अरे भयो. के चाहिन्छ? मासु चाहिन्छ अरे. कोले भने मासु चाहिन्छ भनेर? विक हुन्छ अरे किन? भगवानहरूले पनि त मासु नखाइ नखाइ बच्चा जन्माएको हो. कसले भने? मेरो मम्मीलाई हेर, मेरो दिदीलाई हेर. के कुरामा डिस्कस गर्न खोजिरा हो? म त गए. बस न. के भन्न लागिरहेको छ? सिधै सिधा भन न. एक टाइममा आएर तिमीले खानै पर्छ जस्तो लागिरहेको क्या मलाई. किन? कसो किन हो र? कसरी हुन्छ त्यस्तो? अब सुरुमै भनिसकेको होइन मैले? के हुन त हो नि, तर अब हेर न, अब यस्तो अफरहरू पनि त्यस्तो. तिमीले त्यो अफर ठुलो होइन कि, मतलब तिमी जाऊ न त. तिमी एक्लै? कस्तो एक्लै हो र? कस्तो खालको रेस्टुरेन्ट त? अनि भेज खाना नहुने? उनी के भन्छ च्यालेन्ज चाहिँ चिकन सकाउने. अनि के काउली ल्याएर दिन्छ त सकाउन? नियो नहोस् है केटा. कस्तो नि हो र? मैले इमेजिन गरेको कि त्यो काउली मिठो त हुन्छ त्यसमा, अचारमा डिप गरेर खान. पकौडा जस्तो हुन्छ, काउले पकौडा जस्तो. बुढी मेरो मजाक चलिरहेछ यहाँ. क्या ये मजाक के कुरा गरिरह? तिमीले थाहा छँदैछ त सबै कुरा मेरो बारेमा. पछि बच्चालाई गाह्रो हुन्न भने भेज बन्ने. तिनीहरूलाई कसरी गाह्रो हुन्छ? भेज बन्ने कि नन भेज बन्ने भनेर. उनीहरू आफ्नै चोइस गर्छ नि. खान्छ. तिमीले खान्छ भन्न पाइन्छ?
कस्तो पाइन्छ हो र आफ्नै चोइस गर्छ उनीहरू तिमी पनि प्रेग्नेन्ट भएपछि त खाने हो खायो विक हुन्छ हो न अन्डा खान्छ न प्रोटिन चाहिँ कहाँबाट आउँछ त नि गेडागुडी सोयाबिन त्यस्तो त्यो जे पाइ त्यो प्रोटिनले पुग्दैन बाघहरू के सोयाबिन खाएको त्यो ज्याक हुन्छ बाघ जन्माउनेहरू तिमीले अनि बाघ जन्मिनु भयो मेरो बच्चा त बाघ नि हुनु पर्यो न्यून खोजा न यो कुरामा पहिले किन बेसी कराइराखे जति बेला पनि कस्तो हो अब त सोच्ने उमेर आयो त अनि मैले भनेस् तिमीलाई पहिले क्लियर गरिदिएको होइन बिहाभन्दा अगाडि पनि पछाडि पनि बिचमा पनि जति बेला पनि म तिमीलाई भनिरहेको हुन्छु त भन्ने त भन्यो नि तर अब चाहिँ खानै पर्छ जस्तो लाग्यो क्या खानै पर्छ अब तिमीले किन भन न तिम्रो हेल्थ पनि हेर कति तिमी मसँग बिहेर आइदै 2-3 चोटि हस्पिटल गइसक्यो विकले गर्दाखेरि विकनेसले गर्दा त्यो त अर्कै थियो नि कस्तो अर्कै हो तिमीले त राम्रो डाक्टरले कहिले भनेको छैन मैले मासु नखाएर त्यस्तो भएको भनेर खाँदै नखाएर भनेको छ नि त भनेको छैन त्यस्तो राम्रो डाइट नै छैन तिमी खाने खाली पानीपुरी चटपटी स्पेसल खानामा अहिले त कति भयो है मैले खाएको छैन अनि त्यसपछि भातसँग कहिलेकाहीँ अचार तरकारी पनि यति खान्छु साग पनि खान्न भएन यसरी त तिमीले अब डिसाइड गर्नु पर्यो के डिसाइड गर्नु खाने भनेर म त गर्दिनँ म मजा गरेँ होइन बढी मैले पनि मजा गरेको छैन अब सोच्ने उमेर तिमीलाई मैले खाऊ नखा भन्नु मिल्छ त्यो नखामा त नि के ल म तिमीलाई नखाऊ रे ल तिमी नखाऊ जा म के गर्छु अनि तिमी जस्तै बिरामी भएर यस्तो लुरे भएर बस्नु अनि तिम्रो त आफ्नो स्वार्थी हेरेर हुन्छ स्वार्थीको कुरा हो त यो त सबै हेरेको नि बेनिफिट हेर न बेनिफिट प्रफिट एन्ड बेनिफिट म तिमीले खायो भने बेनिफिट छैन केही बेनिफिट छैन कस्तो केही बेनिफिट छैन र मलाई हेर धेरै मेरो राम्रो चल खैले मेरो बनाएको च्यानल खा खल्यो कस्तो हो र यस्तो कुरा गर्ने भए मैले बनाएको पनि किन खानु मैले राम्रै कुरा गरेर हो कि नराम्रो कुरा गरे हो त तिमीलाई तिम्रो गर्ने गरिरहेछु त तिमीलाई मैले मेरो बारेमा सोचेर भन्दा अहिले होइन नि आफ्नै छोराछोरीको बारेमा सोचेर त भने हो होइन मैले तिम्रै बारेमा सोचेर भने पर्दैन त्यस्तो सोच्न भनेपछि त्यस्तो घटिया सोच्न पर्दैन घटिया हो र घटिया त हो त्यो अनि खाऊ के अन्डादेखि स्टार्ट गर नि त अन्डाबाट खाऊ नछोए मलाई बिस्तारै म त्यो लुकेकोहरू खाऊ न मेरो एउटा साथीले त्यसले त्यस्तै गरिदियो मोमो भित्रको खान्थ्यो होइन अनि त्यसले मासु देख्दैन केही हुन्न भनेर खाइन्छ तिमी हेरे सुरुमा तिमीले मलाई बिहा गर्ने बेलामा के भनेर बिहा गरेको थियो याद छ होला नि इन्टरफियर गर्दिन भन्थे तर तिम्रो चिन्ता लाग्न थाल्यो क्या मलाई किन चिन्ता मोटाएर यत्रो भ्यात्त भएको देखेनौ मोटाएको त्यो अनहेल्दी भएको हुन्छ प्रोटिन खानु पर्यो क्या मसल्स गेन गर्नु पर्यो फ्याट मलाई यो कुरा गर्नु नै छैन कि गर्ने हो भने ल फाइनल गर्ने हो फाइनल खाने हो खाँदिन ल के गर्छौ त कस्तो के गर्छौ त मैले गर्ने कुरा हो त त्यो तिमीले आफूले म आफूले हानि गर्छु के गर्छौ त भनेर छु म त खाँदिन खाऊ न ट्राई गर न सोच मजाले रिसर्च गर युट्युबमा हेर बेनिफिट खान्छ छैन मलाई हेर्नु मैले हेरिसकेँ तिमीले नखानुको मेन रिजन के हो भन त जी नहो भने तिमीलाई किन चाहियो मलाई खानु मन लाग्दैन म खाँदिनँ तिमीले खानु मन लाग्छ तिमी खान्छौ मैले तिमीलाई नखाऊ भन्दिनँ तिमीले पनि मलाई खाऊ भन्ने तिम्रो उस छैन राइट छैन त्यसमा पछि गएर होइन तिमीले त मासु खानै पर्दैन तिमीलाई गाह्रो हुन्छ भने कसैले भनिदियो भने डक्टरले भन्नु के गर्छु भन्दैन डक्टरले त्यस्तो कहिले हाम्रो बच्चा पेटमा छ अरे तिम्रो अनि त्यति बेला तिमीले खानै पर्छ न अब यो माल न्युट्रिसन हुन्छ राम्रो बच्चा जन्मिन भन्ने नराम्रो किन सोच्नु भयो भने हुँदैन हुने कुरा किन सोच्नु रिस्क छ नि त्यसमा हुँदैन हुने कुरा किन सोच्नु हुन्छ त्यो नगर है मैले पहिल्यै भनिसकेको तिमीलाई म यो कुरामा चाहिँ म धेरै बोल्दिनँ भनेर
धेरै म बोल्न थाल्यो भने तिमीलाई गाह्रो पर्छ साथी हेर। कस्तो गाह्रो हो र? एक पोइन्टमा आएर तिमीले खानै पर्छ अनि त्यसपछि बुढा तिमीले भने ठिक थियो बुढा खानै पर्दो रहेछ नि। यार बुढे तिमी कस्तो सेल्फिस भएको के? कस्तो सेल्फिस हो र? मैले मेरो बारेमा सोचेर भने हो। अनि पहिला तिमीले मलाई के भन्ने थियो? पहिला मलाई बिहा गर्नुभन्दा अगाडि तिमीले थाहा थियो तिमीसँग हुनभन्दा पनि अगाडिबाट म भेजिटेरियन भएको। कति क्लासबाट भेजिटेरियन भएको थाहा छ म? कति क्लासमा भन? 4 क्लासबाट। अनि 4 अगाडि त खान्थ्यौ नि त नि। मलाई टेस्ट याद छैन। अब याद गर नि त। चाखन त कस्तो बेस्ट रेस्टुरेन्टहरू छ त्यहाँ बाहिर गएर खानुपर्छ। हामी विदेश गयो भने तरकारी भन्दा सस्तो हुन्छ मासु। अनि अरूको बुढाले त कस्तो माया गर्छ। माया गर्छ त। मैले चाहिँ माया नगरेर खाऊ भने हो त। नगराइकिन बस है, मेरो दिमाग नचाट त। मेरो अब खराब हुन लाग्यो दिमाग, म पागल हुन्छु। के खराब हुने हो र? जमाजो सेकको आन्न त न्यु खोज्छस्? तेरो कान सान निमाटेर तैँलाई खुलाइदिन्छु म काटेर। एक पोइन्टमा आएर गर्नै पर्छ तिमीले र मैले अहिलेदेखि तिमीलाई हिन्टमा दिएर आजको आजै खाऊ भने होइन कि मजाले रिसर्च गर अनि त्यसपछि सुरु गर्नुपर्छ। मैले पहिल्यैदेखि तिमीलाई भनेको हो कि होइन? के यो कुरा नै उठ्दैन। मलाई खानु मलाई म खान्छु, तिमीले मलाई जबरजस्ती गर्न पाउँथ्यौ। मैले जबरजस्ती गरेँ त अहिले? के गरेर त अहिले चाहिँ सजेसन दिइरहेको नि। चाहिँदैन मलाई यस्तो सजेसन। यस्तो चाहिँदैन हो। मलाई थाहा हुन्छ नि म विक भएको, मलाई थाहा हुन्छ। मेरो राम्रो नै बोल्न सकिन म भन्दा कहिले गरेर चाहिँ खानै पर्छ बुढी, खानै पर्छ तिमीले। मलाई त अरू केही उपाय देखिन है। कस्तो अहिले बुढी बोकेर अहिले बच्चा जन्मिन। जे भए पनि अब प्रिपेयर हुनु परेन। अब 1-2 वर्षमा हामीले प्लानिङ गर्छौँ अनि पहिला त सक्दैन र फेरि त्यसरी प्लानिङ गर्नको तिमीसँग। किन सक्दिन? कहाँ मलाई रिस्क लिइबस्छु त मेरो बच्चा राम्रो जन्मिन्न भनेर। पहिला तिमीले त्यो सोच्यौ? पहिल्यै मैले भनेको थिएँ म तिमीलाई चिज गर्दिनँ, तर प्रेग्नेन्ट हुँदाखेरि चाहिँ नो कम्प्रोमाइज भनेको थिएँ थिएन भन त? थिएन अरे भाइ। यो त सोच्नुपर्ने कुरा है, सिरियसली सोच्नुपर्ने कुरा हो। कहाँ तिम्रो जिद्दीले मात्र हुन्छ खालि होइन त? हामी दामी रेस्टुरेन्टमा जान पायो। मैले तिमीलाई पहिल्यैबाट भनेर अहिले पनि फाइनल अब आज यो कुरा उठ्यो, अब बाटो उठ्यो भने म सक्दिनँ। कस्तो सक्दैन हो? सक्नै पर्छ। सक्दिनँ, तिमीले जबरजस्ती गरेर हुन्छ मेरो लाइफसँग। मलाई त लुकाएर पनि खुवाइदिन्छु रे। तिमीलाई पाप लाग्छ त्यस्तो गर्यो भने? कस्तो पाप? के को पाप चाहिँ कसरी भयो त त्यो? कसरी लुकाएर खुवाइदिन सक्छौ कि तिमी? तिम्रो हेल्थको लागि हो भने त म त त्यही नै गर्छु नि। मेन कुरा भने चाहिँ अब हामी अस्ट्रेलिया गयो भने एक त मासु खानै पर्छ। हेर त्यो भेज ननभेज भने हुँदैन। तरकारी त्यस्तो महँगो पनि छ अरे। मलाई एउटाको लागि किन धेरै तरकारी लिनु पर्यो पो महँगो हुनुलाई? होइन अब हामीले अब त्यही बेबी प्लान गऱ्यो भने पनि अनि चाहिएन बच्चालाई पनि प्रोटिन। म त त्यही सोच्छु के। म छँदै छैन तिम्रो जिन्दगीमा, तिम्रो बच्चा मात्रै छ हो। होइन मैले सोचेको के म नभइकन कसरी तिम्रो बच्चा हुन्छ? जे भयो नि पछि बच्चाहरू त आमाको क्लोज हुन्छ नि त। तिमीले भेज बनाइदियो भने मेरो बच्चाहरूलाई अनि म त त्यो सोचेर पनि त दिक्क लाग्छ त। मलाई त उनीहरूलाई त एथलिट बनाउन मन छ, पुरै खेलाडी बनाउन मन छ। त्यसको लागि उनीहरूलाई चाहिने प्रोटिन। साग खाएर कौली खाएर हुन्छ बलियो? बढ्दा नबोल है। बढ्दाको कुरा होइन। हेर बुढी खान थाल्नु पर्यो कि साह्रै छुट्टी जे कुरामा पनि। आज रेस्टुरेन्टले अब ल भयो ठिकै छ भने अनि त्यो ठुलो छ मलाई मन लागेको कुरा गर्न नपाए मन एकचोटि मन मार्दा हुँदैन भनेको। एकचोटि मार्ने कुरा हो यो? मनै छैन त नि के गर्नु त? अब जबरजस्ती खानु ट्राई गर न के को त। आफ्नो लागि हो,
उसको पछिको लागि हो भने चाहिँ जबरजस्ती खानु परेन जबरजस्ती पनि कसैले गर्छ झन् बिरामी हुन्छु म त्यसरी मैले एकैचोटि 1 किलो 2 किलो खाऊ भने हो त बिस्तारै ट्राई गर्दै टेस्ट गर्दै जाऊ भनेको नि अन्डाबाट सुरु गरेर नाइ साइ नभने है मलाई के मलाई खानै पर्छ दिनले मैले म त खादिनँ रे जा ल के गर्छौ त्यसै त बच्चै पाउँदिन म विक बच्चा पाउनु आफ्नै मन लागि मात्र गर्छु जहिले पनि भने मैले भनेको त सुन्दैन त्यो आफ्नो हेल्थको लागि हो के हेल्थ इज वेल्थ भन्दा चाहिँ न सुरुमा हेल्थ होइन जति पैसा कमाइने के पछि हेल्दी भयो मलाई के भएको छ र कि हेल्थ रे बच्चा रे के रे यार के रे कहिले के रे तिमी 3 चोटि हस्पिटल गइसक्यो कस्तो अझै पनि के भएको छ भन्न मिल्छ तिमीले हो न हिजो एउटा भिडियो हेर्दा पनि त्यस्तै भनिरहेको थियो एकदम डिफरेन्स हुन्छ भेज र नन भेजको बच्चा के खै के भयो र कोही पनि खेलाडीहरूको कसैले पनि मासु नखाने देखाएको छु तिमी त सेल्फिस भइरहेछौ सेल्फिस आमा हुन्छौ पछि कसरी आफूलाई माफ गर्छौ र बच्चा त्यस्तो नराम्रो भयो नि हुँदैन सुरुमा त्यस्तो किन हुनु र सोच न राम्ररी सोच हो सेल्फिस मात्र हुँदैन कसरी सेल्फिस भयो कि तिमी सेल्फिस हुनु हुने म म कसरी सेल्फिस भन्न त अर्काको इच्छा बिना अनि खाउ भने त्यो के हो त त्यो मैले मेरो लागि गरे हो सेल्फिस भने त मेरो फाइदा छ भने पो त मेरो फाइदा छ त्यसमा तिम्रै फाइदाको लागि त भनिरहेको नि मेरो फाइदा हो त्यति पनि बुझ्दैन के माया गर्छौ तिमीले मलाई माया गर्छौ माया गरेरै भनेको हो यत्रो बेरसम्म त बुद्धि आउनु पर्ने हो त नि आउँदैन मेरो त जिन्दगीभर आउँदैन त्यस्तो कुरा हो भने त उसलाई थाहा छँदै छ है अगाडिबाट भनिरहेको थिएँ मैले उसलाई पहिल्यैदेखि भनिरहेको थिएँ यस्तो हो मलाई यस्तो गर्न मन छ म यस्तो हो मलाई मन छैन खान मैले नि फर्स्टमै भनेको थिएँ हेर तिमीलाई ल ठिकै छ तिम्रो इच्छा आकाङ्क्षा ठिकै छ तर प्रेग्नेन्ट त्यो बेबी प्लानिङको बेलामा चाहिँ नै भनेको किन जे पाइले अहिले आएर यार यत्रो वर्ष धोका दियो मलाई यसले रे ला सेल्फिस रहेछ यार तिमी त मान्छे यार उसकै फाइदाको लागि भनेको कुनै खै पछि गाह्रो हुन्छ भने कतिचोटि सम्झाउनु कि मेरो लागि भने र मैले तिमीलाई खाँदिन ल के गर्छस् ल खाँदिन म खाँदिन यो फोन किन चलाएर यो फोन र खाँदिन म 1 खाँदिन 2 खाँदिन 10 खाँदिन के गर्छस् ट्राई गर न मैले एकचोटि बेनिफिट त हेर युट्युबमा न म खाँदिन रे के कस्तो खाँदिन हो के ट्राई गर न ट्राई तिमीले भनेर हुन्छ अपुइ हान्छ त यार यसले त तिमीले भनेर हुन्छ मैले त्यहाँ क्यामेरा देखिसकेँ मैले त्यहाँ जति बेला नि मजाक सुट कसरी देखेँ त्यस्तरी लुगा थिएँ मैले मजाक सुट्छ कहाँबाट जति बेला पनि भाइ किन रिस उठाउने हो र मेरो कान्छुलाई कहाँबाट देखेछ क्या झन् इन्ट्रेस्टिङ पार्ट चाहिँ भनेर देखिहाल्यो कि तिमीले साँच्चीकै भनेको भन्टाने त अनि तँ मजाले लुका थियो यार कहाँबाट देख्यो अपी स्याड भएछौ कान्छु के हो र हेलो फुल गर्नै पाएन नि कहाँबाट देख्यो यार यसले तुरन्त गर्छ लु त नि हो मैले कहिले भन्छु त त्यस्तो मैले पहिलेदेखि भने होइन तिमीले पर्दैन खानु भनेर पुरा गर्नु छैन बुढी हेलो चुप्पा दिउँ त ल अनि म भिडियो इन गरिदिन्छु एनिवेज अब यो त यस्तै हो अब रिसाएर बस्छु एकछिन यहाँ अझै इन्ट्रेस्टिङ पार्छु भनेको पक्रिहाल्यो एनिवेज कस्तो लाग्यो है अलिअलि त राम्रो भएको जस्तो लाग्थ्यो
कस्तो लाग्यो भन्नु होला #टिम विवेक फेरि आइसकेको छ मार्केटमा है धेरै पछि प्र्याङ्क गर्न पाइयो कमेन्ट गर्नु होला कस्तो लाग्यो तपाईँहरूलाई डेफिनेटली मजा आयो आजको कति बजीको यो पहिल्यैदेखि गर्छु भने सोचिरहेको थिएँ राम्रो स्पट नपाएर तर आज यस्तै भइहाल्यो एनिवेज गाइज टेक केयर सी यु इन द नेक्स्ट भिडियो फेरि पनि यस्तै प्लान लिएर चाहिँ आउनुपर्छ है ल मलाई सजेस्ट गर्नु इन्स्टाग्राममा मेसेज गर्नु है कस्तो कस्तो प्र्याङ्क अलि युनिक प्र्याङ्क चाहियो है मलाई गाइज सी यु अन द नेक्स्ट भिडियो डु नट फर्गेट टु सब्सक्राइब है 100K पुग्नु लाग्छ छिटो गरिहालौँ बुढी बाई बाई भनिदेऊ बुढी बाई बाई भनिदेऊ न ल बाई बाई गाइज